Hello everyone, thank you so much. हाम्रो 30K followers पुगेको छ इन्स्टाग्राममा अनि what better way to celebrate it than come here. हाम्रो एकदमै रेगुलरली आउने lovely place Mountain Children Home. यहाँ आएर we're sharing some love with the kids. मेरो त जिगरीहरु नै हो भर्खर फुटबल खेलिरहेको थिए पनि अति रमाइलो छ ठाउँ शिवपुरी माथि छ. Let's see how the day goes. श्रोताहरू धेरै दिनपछिको भेटघाटमा आज हामी छौँ शिवपुरीको माउन्टेन चिल्ड्रेन होममा जहाँ हामी बारम्बार आउने गर्छौँ. हाम्रो प्यारो राम्रो ठाउँ. आजको अवसर के छ भन्दाखेरि बबालको इन्स्टाग्राममा 30K पुगेको छ. हेर्नुहोस् कति दङ्ग हुनुहुन्छ दुईटा चाउजीहरू. यस्तो क्या 3 अनि 0 पनि भइदिरहेको कसो रातभर सोचेको कसो भक्करै भएको होइन होला के हो होइन कामेरी सौगात्री सो यो ठाउँ चाहिँ अलिक प्योर एकदम राम्रो स्पेस छ अनि वी बिन ट्राइन टु गिभ ब्याक सिन्स डे 1. हामी सोजहरूमा गिफ्ट दिने यताउति आर्टिस्टसँग कोलाब गर्ने सबै गर्दछौँ. बिट सिङ्गर्स, बिट स्केचर्स, बिट पेन्टर्स सकेसम्म धेरै छौँ र आज चाहिँ ओके हाम्रो वेमा पनि गरौँ. यो धेरै भयो हामीले यस्तो कन्टेन्ट नबनाएको जहाँ चाहिँ हामी आउँछौँ र वी गिभ ब्याक टु भेरी ट्यालेन्टेड एन्ड स्विट किड्स हियर एट शिवपुरी. हजुरहरू पनि के भन्नुहोस् न सर. एकदम यहाँ चाहिँ म धेरै पहिलादेखि नै आइरहने ठाउँ हो यो होइन. अब हाम्रो साथीभाइहरू सबैजना यहाँ बर्थडे सेलिब्रेटै गर्न आउने ठाउँ हो. अब यहाँ फेरि आउँदाखेरि चाहिँ एकदम खुसी लागिरहेको छ. यहाँ हाम्रो रमेशजी हुनुहुन्छ तपाईँहरू एकदम राम्रो काम गरिरहनु भएको छ. एकदम 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 राम्रो काम गरिराख्नु भएको छ. तपाईँहरू पनि यस्तो केही अकेजनहरू भयो भने यहाँ माउन्टेन चिल्ड्रेन होम डाँडा गाउँमा आएर बच्चाहरूसँग 1 डे स्पेन्ड गरेर आफूलाई एउटा रिफ्रेसमेन्ट पनि हो यहाँनिर आउँदाखेरि त्यो गर्न सक्नुहुन्छ तपाईँहरू पनि. बेनेटजी मेरो चाहिँ यो थर्ड टाइम हो. सरी कता हो खानै लागिस् क्या मेरो चाहिँ यो थर्ड टाइम हो यहाँ. मलाई चाहिँ आउँदाखेरि एकदम आनन्द आउँछ. त्यो पनि थर्ड टाइम हो होइन. 30 बनाउन मन छ अरे होइन. अनि आज यसो केटाहरूले जाउँ भन्यो. केटाहरू होइन बुढाहरू जाउँ भनेर यसो आयो. यहाँ आउँदा चाहिँ जे एकदम आनन्द हुन्छ. किन भन्दाखेरि यहाँ नेटवर्क टिप्दैन. सबैजना चेक गर्नु होइन. फोन धेरै चलाइरहने बानी छ सबै. त्यो पनि हो होइन. फ्यामिलीसँग छु म. यसो छोरीलाई घुमाउन पनि लिएर आएको अनि ठ्याक्क बबालको 30K पनि पुगेर हामी आछौँ. अब फेरि 1 महिनामा 40 हुन्छ. फेरि आउने ल 40 चाँडै पुऱ्याइदिनुहोस्. फेरि बबालको कस्टमर्स अनि वेल विशर्सहरूलाई चाहिँ के भनिदिउँ न. बबालको कस्टमर वेल विशर्सहरू सबैजनालाई चाहिँ नि एकदम हाम्रो एकदम ठुल्ठुलो अनाउन्समेन्टहरू आउँदैछ दिस मन्थ. सो प्लिज स्टे ट्युन. हाम्रो त्यो फाइनल हुँदैछ. सो बबालको कस्टमरहरूलाई पनि वी आर गिभिङ अवे 30 जनालाई एक-एकवटा टी सर्ट. सो दिस इज अल्सो कमिङ अप दिस मन्थ होइन. अनि अरू बाँकी कुरा त हामी फेरि गिभ अवे हुँदैछ. गिभ अवे चाहिँ 30 जनालाई यो मन्थ चाहिँ हामी चाहिँ यो गिभ अवे गर्दैछौँ. सो दिस इज अल्सो कमिङ अप. अरू मोर एक्साइटिङ न्युज कमिङ दिस मन्थ होइन. स्टे ट्युन. थ्याङ्क्स फर द लभ एन्ड सपोर्ट. हाम्रो स्पेसली ओभरसिजको मान्छेहरूलाई पनि यो टी सर्ट म्याक्सिमम् चाहिँ उता फर्क्यौँ न कि नयाँ नयाँ प्रिन्ट आएको छ कि. दिस इज बबाल स्ट्रिट. द्याट इज यो त म बबाल. ए म त म बबाल हो. रातारात नयाँ नयाँ डिजाइन निस्किरहन्छ अनि मलाई आफै थाहा पाएर हुँदैन. जस मन्थमा 5 डिजाइन्स चाहिँ हामीले चाहिँ रिलिज गर्ने गरेको छौँ होइन. सो स्टार्टिङ दिस मन्थ चाहिँ यो 5वटा रिलिज भइसकेको छ. अब एभ्री मन्थ 5 and it's a good collaboration with like really amazing artists of Nepal. It's not
a rocket science doing business in Nepal. It's extremely tough, but एकदम resilience छ from Paradigm team जहाँबाट हामीले प्रमोसन गर्छौँ र हाम्रो भोपालको मेन म्यानुफ्याक्चर / म्यानेजमेन्ट टिमदेखि लिएर उता पनि फर्काइदिउँ न क्यामेरा उता नि एन्ड इट्स शेपिङ अप टु बी अ नाइस ह्याप्पी फ्यामिली रमाइलो फ्यामिली यो सबैजनाको जोइन्ट एफर्टले हुन्छ बिजनेस कुनै पनि हुन्छ नि कसैले पनि मैले गर्ने भनेर चाहिँ कहिले पनि हुँदैन सबैजनाको एफर्ट लाग्छ सबैजनाले आफ्नो 100% दिने हो अल इन गर्ने हो होइन आफूलाई चाहिँ नि यु हेभ टु इन्डल्ज योरसेल्फ इन द बिजनेस अब त्यति नै हो होइन सबैजनाले गरे पछाडि मात्रै वेन यु हेभ अ प्रपर टिम देन म्याजिक ह्यापन्स बबाल ह्यापन्स एन्ड थ्याङ्क्स फर द लभ इन द सङ अल्सो कहाँबाट हाम्रो यो बबालको लागि नै एन्थम जस्तो नि बन्दियो इन अ स्टुडियो 24 hours म्याजिक ह्यापन एन्ड स्टिल वाइल्ड धेरै ट्याग्स आएर हुन्छ पिपल वर्किङ आउट यो टी सर्ट आई थिङ्क हुन्छ नि युरोपको माउन्टेनदेखि लिएर सिडनीको कफी सपदेखि लिएर बिचेस इन बालीदेखि लिएर एभ्री ठाउँबाट मलाई ट्याग हाम्रो ट्याग्सहरू आइरहन्छ नि त सो थ्याङ्क यू फर रिप्रेजेन्टिङ आवर ब्रान्ड एन्ड अब लेट्स गेट फेरि बाबा बधाई छ हजुर खानु मानु ऊ त वान पन्च म्यान जस्तो देखिरहेको छ कस्तो दामी रहेछ क्यामेरा त्यो पनि हुनसक्छ हाम्रो स्टाइलमा पछाडि पो पाकिरहेको मासु 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 नै हो सर कति आनन्दको ठाउँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ खायो तिमीले खाइसक्यो तिमीले यसरी जस्तो किचन होइन हो कि क्या हो वाउ सन्चै हुनुहुन्छ सर हजुर सन्चै हजुरको सानो परिचय दिनुहोस् न यसमा नमस्कार म चाहिँ रमेश देव सुनार म चाहिँ यो बालगिरीको संस्थापक अध्यक्ष हो अनि 2059 सालदेखि चाहिँ यो संस्था चाहिँ निरन्तर मैले हेरिरहेको छु यसको स्थापना कसरी भएछ यसको स्थापना चाहिँ म आफू पनि अनाथ भएको हुनाले हजुर अनि अलिकति अगाडि हुनुहुन्छ तपाईँलाई मासुकोले बास्नाले अलिकति कडा गाह्रो पर्यो म आफू पनि अनाथ भएको हुनाले अनि प्रेरणा आफैबाट आएर हजुर चाहिँ कता बर्थ प्लेस कता हो मेरो सुर्खेत सर सुर्खेतमा कता हजुर सुर्खेत कालाङ ए हजुर हजुर ओके अनि त्यही भएर अनि तपाईँको 2059 सालमा चाहिँ हजुर स्थापना मैले आफैले गरेर आफै स्थापना गर्नुभयो अनि यसको यो जग्गा जमिन चाहिँ यो जग्गा अहिले हामी बसेको चाहिँ सरकारी जग्गा हो
अनि यहाँ बस्नलाई चाहिँ अब वडासँग सिफारिस लिनुभयो कि यही नागार्जुन नगरपालिकासँग भन्दाखेरि स्थानीय व्यक्तिहरूबाट हजुर उ गरेर चाहिँ बसिया छ भनौँ न। यहाँ पहिला अब स्कुल थियो, स्कुल खाली भएको हुन्थ्यो अनि त्यही भएकोमा अनि आएर बस्नु। सुरुवातमा त निकै कठिनाइ भयो होला, विश्वास पनि गरेनन् होला। एकदमै गाह्रो। तपाईँको अब घर दैलो कार्यक्रम गरेर अब चलाइयो। अब कतिपय ठाउँमा माया पनि गर्नुहुन्थ्यो, कतिपय ठाउँमा तिमीहरू जस्ता कति आउँछौ जाऊ जाऊ भन्ने होइन। एकदम गाह्रो अवस्थामा चलेको थियो पहिला। यहाँ त तर सबै कुरा तपाईँको यहाँ लाइब्रेरी तपाईँको पछाडि नै छ, कम्प्युटर ल्याब पनि बनाउनु भएको छ, किचन पनि छ, सबै कुरा छ। सबै अब तपाईँ अब चाहिँ बिस्तारै प्रमाणित हुँदैछ जस्तो लाग्यो। हजुर, सबैबाट अब माया पाइरहेको छ। कसैले के ल्याइदिनुहुन्छ, कसैले के हजुर गरेर अब यो तपाईँको 23औं वर्षको उपलब्धि हो। 23औं वर्ष हामीले चिने कति भयो अरे एकअर्कालाई? भइसक्यो हजुरसँग लगभग 10-12 वर्ष भयो होला है। हजुर। मेरो आफ्नै दाइ पनि आउने भएर म झुकिएर कहाँबाट यहाँ पुगेको थिएँ, ठ्याक्कै दाइ पनि यतै आउनु हुँदो रहेछ। यहाँ दसैँको बेला पारेर आउनु भएको रहेछ कता घुम्नलाई। हो होइन, त्यो बेला म नि थिएँ, म फेमस नभए मात्रै हो त्यतिखेर म थाहा नपाउनु भएको आउनु भएको रहेछ। अनि यहाँ भेटेर अनि त्यहाँदेखि चाहिँ निरन्तर सहयोग भइरहेको छ। हजुर हो, अरू सबै ठिक छ दाइ? हजुर, अरू सबै ठिकै छ। तपाईँको ड्रिम त एटलिस्ट 1000 किड्स भनेर तपाईँ र मेरो लास्ट टाइम कुरा भएको थियो। 1000 किड्सलाई चाहिँ म हेर्छु, लाइफमा यति धेरै चेन्ज गर्नु खोज्छु भनेर भन्नुभएको थियो। सो एक्चुअल हाम्रो हिरोज भनेको चाहिँ उहाँहरू हो। एक्चुअली मैले भन्नुपर्दाखेरि कोभिडको टाइमसम्म चाहिँ मैले धेरै ठाउँमा टुचो हेल्प चाहिँ गरेर हुन्थेँ, तर एक टाइममा आएपछि चाहिँ मैले होइन, यहाँको बच्चाहरू अलिकति बेसी क्लोज पनि भयो क्या, एकदम राम्ररी हुर्काउनु भएको छ तपाईँले। अभिभावकको रोल आई थिङ्क योभन्दा राम्रो निभाउनु गाह्रो होला। सबैजना बच्चाहरू साह्रै डिसिप्लिन, साह्रै ट्यालेन्टेड, अहिले ट्यालेन्ट पनि हेर्छौँ हामी। अनि मैले चाहिँ होइन म कति धेरै आउँछ क्या अप्रोचहरू यसरी यहाँ सपोर्ट गर्नु यसो भनेर, बरु होइन म अलिकति एउटै ठाउँमा बसेर एउटै ठाउँलाई सपोर्ट गर्दाखेरि चाहिँ अलिकति लङ टर्ममा इफेक्ट पनि देख्दै रहेछ। यहाँ कहिले पहिरो जाने भएर यहाँ किचनहरू बन्यो, पछाडिको हाम्रो आँखा अगाडि नै ट्रान्सफर्म हुँदाखेरि र बच्चाहरू हुर्केर जाँदाखेरिको आनन्द अलि बेग्लै हुँदो रहेछ। र यस्तो गुड कर्म चाहिँ आई थिङ्क रिटर्न पनि हुन्छ। नर्मली चाहिँ हामीले कहिले पनि अहिलेसम्म मैले खिचाएको थिएन, होइन खिचाएको थिएन। हामी धेरैचोटि आयौँ त्यसरी, यो अर्फनेजको चाहिँ हामीले खासै खिचाएको थिएन, तर आज चाहिँ हाम्रो आफ्नै प्रोग्राम पनि भएर र अरूलाई नै अब धेरै कुरामा हामीले प्रेरणाको स्रोत बन्न सक्छौँ भने यस्तो कुरा पनि एकचोटि चाहिँ देखाउँ, किनकि अरूलाई पनि त यसले मोटिभेट गर्न सक्छ भन्ने कुरा लाग्यो। त्यही भएर मात्र भिडियो बनाएको, नत्र नर्मली तपाईँ आउनु भन्छ नि फोटो भिडियो नर्मली खिच्न पाइँदैन। हामी अब धेरै वर्ष जोडिएको भएर र यो देखियोस् यस्तो राम्रो मान्छेहरू पनि हुनुहुन्छ भनेर चाहिँ हामीले भिडियो बनाएको हो। थ्याङ्क यू सो मच दाइ, थ्याङ्क यू सो मच फर एभ्रिथिङ द्याट यु आर डुइङ। सल्युट हाम्रो तर्फबाट त होइन ब्रो? एकदम हामी त अझ धेरै हाम्रो त साथीभाइहरू नै सबैजना नै यहीँ आएर बर्थडेदेखि लिएर एनिभर्सरीदेखि लिएर हरेक कुराहरू हामी यहीँ आएर सेलिब्रेट गर्ने गरेको छौँ होइन। हामी भेटेको नै अब 15-16 वर्ष त भयो होला होइन। हाम्रै यहाँ अगाडि यो ठाउँ ट्रान्सफर्म भएको है। यो ठाउँ चाहिँ लास्टै मन आनन्द बनाउने ठाउँ जस्तो लाग्छ क्या। अब यो 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 सोसियल सर्भिस आफ्नो ठाउँमा छ, त्योभन्दा नि आफूलाई क्लेन्जिङ, आफ्नो लागि अब काइन्ड अफ सेल्फिस मोटिभ पनि होला। मेरो स्पेसिफिक लागि चाहिँ यहाँ आएपछि मन आनन्द चाहिँ वाइल्ड मन आनन्द हुन्छ एकदम है। यो म चाहिँ आएको चाहिँ नि अलिक धेरै टाइम पछाडि आएँ। पहिला त महिनामा 3-4 चोटि हो यहाँ आउने त, महिनामै 3-4 चोटि आउने गरिन्थ्यो। अब ठाउँ पनि रमाइलो छ नि, आफ्नो गुड बहाना हो नि, पनि त हेर्नु पऱ्यो नि त। तर धेरै पछाडि आउँदाखेरि चाहिँ एकदम मजाले रमाइलो भयो जस्तो फिल भइरहेछ। ठ्याक्कै चिनाजानीकै परियो छ फेरि एकदम एकदम। हामी नत्र अर्कै ठाउँ जाने कुरा थियो, हामी यहाँ आएको ठिकै भएछ एकदम है। हाम्रो मिसले धेरै गर्नुभएको छ। थ्याङ्क यू। यहाँ चाहिँ के हुँदैछ? मासु हेर्न आएको थियो हामी त, पोइन्टमा पुगिहालौँ न। सो यहाँ छ यस्तो दामी चिकन बनिरहेछ। अब त्यो गोलबाट टक्क काटेर राख्नुपर्छ। मैले बल्ल याद गरेँ, यहाँ म 3rd टाइम भ्लगिङ हो। फर्स्ट टाइम दसैँमा आउँदा गरेको थियो, अनि सेकेन्ड टाइम बर्थडेको दिन हामी यसरी राइट साइड छ भनेर मासु भात खाना आएको थियो। 3rd टाइम हो, तर यसरी चाहिँ उहाँसँग तपाईँसँग कुरा गरेर चाहिँ फर्स्ट टाइमै हो। केटा हो के छ? ठिक हालखबर ठिक छ?
के हुँदैछ त हो शनिबारको दिन शनिबार माहौल छुट्टै हुन्छ नि यहाँ बच्चाहरू हुने भएर के हो तिमी के गर्दैछौ टी सर्ट राख्नु ल नमस्ते ब्रदर ऊ चाहिँ नि पर्नु भयो हाम्रो रमेशजीको सन ए हो उसले चाहिँ अहिले लिड लिइरहेछ ए हो र सबैको तपाईँको सन तपाईँ नै भर्खरको देखिनुहुन्छ त के हो यो क्विक नै के सिक्नु पऱ्यो मैले आमा तिमी पनि यहाँ ब्रो तिमी त के हो देखाउ त जिम जान्छौ ए तिम्रो त्यो बेन्च तिम्रो फ्रेम त दामी भएछ त ब्रो कति वर्ष भयो 25 लाग्यो ल के हो दाइ 17-18 वर्ष बिहा भयो ल खतरा फ्रेम बनाएको छ त गुड जब ब्रो यु लुकिङ फिट के छ दिजु हालखबर सन्चै हुनुहुन्छ हजुर अब हामी एक राउन्ड यो ठाउँ मजाले हेर्छौँ अरू कसैलाई यस्तै खालको हजुर अस्पतालमा माछा पाउँदैन अस्पताल भने अनि आन्सरै क्वेसनसँग आएछ ल ल ल सो बाहिरबाट देखाऊँ एन्ट्रेन्सै अति गजब छ यहाँ यस्तो यो अलिकति अफ रोड छ जुन गाडी नै आउँछ आउनु चाहिँ नट अ बिग डिल तर एन्ट्रेन्स चाहिँ यहाँ ग्रिनरी छ तपाईँको तलको रोड पनि क्रेजी छ आर्मीले खिच्नु नदिँदो रहेछ त्यही भएर हामीले फुटेज अलिअलि खिचौँ हो त्यो बाहिरको नदेख्ने गरेर चाहिँ राख्छौँ रिस्पेक्ट गर्नु पऱ्यो आर्मीलाई पनि सो यहाँबाट चाहिँ सुरु गरौँ दाइ कति वर्ष 23 वर्ष पुरानो हुनु है पहिला हुँदाखेरि त गेट पनि थिएन होला पहिला हामी आउँदा त गेट पनि थिएन अब यो जालीहरू पनि थिएन हजुर यही घर चाहिँ माटो र ढुङ्गाको घर थियो ओके अनि बिस्तारै बिस्तारै कसैलाई अब जालीहरू भनियो कसैलाई अब यो कम्पाउन्ड भनौँ न यो ब्लकहरू भनियो सुरु गर्दा कतिजना बच्चा बच्ची थियो 1-2 जना पहिला सुरु गर्दा त एकजना मात्रै गरे हो ए ओके तर कतिजनाले बच्चा छाडेर जाने यताउति नि केयरलेस पनि गर्छ होला थाहा पायो भने त्यस्तो त अब हामी कहाँ हुँदैन अब त्यो डाइरेक्ट छोडेर जान मिल्दैन हामीले चाहिँ सम्बन्धित अब नगरपालिकाको सिफारिसमा अब सिटी कार्यालयको अब यो बच्चा चाहिँ बाउ आमा दुइटै मरेको हो अथवा दुःख पाएको हो भनेको इन गर्नलाई त ठाउँ छ कि छैन अहिले अझ थप इन गर्नलाई थप्नलाई छ ठाउँ ओके ओके त्यस्तो परिहाल्यो नि बच्चाहरू भयो भने अब सरकारी निकायबाट चाहिँ प्रमाणपत्रहरू त्यो बनाएर सबै कागजपत्र बनाएर चाहिँ राख्नुपर्छ ओके 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 हस् त जाउनु न तपाईँले घुमाउनु न हामीलाई यो गाडी चाहिँ हाम्रै त होइन यो एकजना तपाईँको यो 72 सालमा भूकम्प जाँदा चाहिँ यो हाम्रो घर पुरै क्षति भएको थियो हजुर अनि एकजना ठमेलमा गाइड गर्ने भाइ हुनुहुन्थ्यो निराजन भन्ने उहाँले फोटो देखाइदिनु भएछ अनि उहाँको साथीले फेरि अर्को साथीलाई स्विजरल्यान्डको मान्छेलाई कुरा गरेर अनि यो भवन बनाउँदाखेरि पठाइदिनु भएको थियो अनि तल भनौँ न यहाँ ओके 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 नारायणथान जानलाई त बच्चाहरूलाई गाह्रो हुन्छ राति अब दुःख बिरामी भयो भने गाह्रो हुन्छ भनेर कुरा राख्दा अनि उहाँले 4 लाख चान्समा चाहिँ यो गाडी किनिदिनु भयो ओके नाइस 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 बच्चाहरूसँग एकदम रमाइलो भयो आजको दिन तपाईँहरू पनि आउँदै गर्नुहोस् होला एन्ड दिस इज मी साइनिङ आउट फ्रम माउन्टेन चिल्ड्रेन होम सी यु गाइज लेटर